आज चाहिँ हामी कहाँनिर छौँ भने नि हाम्रो झापाको कमल साथको सैनिक चौकमा छौँ। यहाँ चाहिँ मेरो घर छ अनि हामी दादालाई अल्छी लाग्यो अरे अनि फलैचा लाँदैछु त्यहाँनिर फलैचा हाम्रो फलैचा छ त्यहाँनिर बालेन्साले फोटो खिचेको ठाउँ फेमस धेरै फेमस भएको थियो त्यहाँनिर जाँदैछु अल्छी लाग्यो धेरै अनि यस्तो डुल्दै हिँडेको यहाँ त धेरै वर्ष भइसक्यो नि यो फलैचा त खाने त्यसले अर्कै खालको थियो तर अहिले अर्कै खालको बनियो जति गर्मी भए पनि यहाँ पिपल र बरको छायामा चाहिँ यस्तो राम्रो शीतल हावा चलिरहेको छ यहाँनिर चाहिँ एकदम रमाइलो खालको रहेछ यो अझै यस्तो टिनकोहरू भन्दा नि अलिक घरको यस्तो धानकोहरूको हुनुपर्छ कस्तो राम्रो हावा चलेको दुईटा बर पिपल पनि के भन्न चाहनुहुन्छ गर्मी भयो भने चाहिँ यहाँ बस्दा सजिलो मजा स्वर्गमा गएर कता आएको थिएन छैन यहाँनिर अहिलेसम्म पनि आएको थिएन खै थाहा छैन म त आएको थिएन हामी चाहिँ पहिले आउँथ्यौँ तर अर्कै खालको फल अलिक भित्रबाट थियो फल चाहिँ म चाहिँ यहाँ सानोमा पनि आइरहेको थिएँ साथीहरू हेर्नु है हाम्रो फलैचामा हाम्रो गाउँको फलैचामा यस्तो कल पनि छ पानी निकाल्न ट्राई गर्नुहुन्छ दादाले चाहिँ पानी किन्दैन होला पानी नहाली त निक्ल्यो त बडी बिल्डर उनीहरूले पानी निक्लेर किन्दैन होला भनेको म त पानी खान आउनु है साथीहरू सबैजना चिसो कलको पानी यस्तो गरिमा त चिसो कलको पानी खान त अति आनन्द फेरि हुन्छ हाम्रो गाउँतिर त कच्चो ट्रकहरू पनि हिँड्छ अहिले त पहिला एकचोटि बाटो बनाउँदाखेरि अगाडि त हाइवे बाटो बिग्रेको थियो अनि यहाँनिरबाट त्यहाँदेखि चाहिँ यहाँनिर सबै बाटोहरू गाडीहरू केहरू हिँड्न थालेको छ ठुल्ठुलो गाडीहरू पनि त्यही भएर यो पनि हाइवे जत्तिकै भइसक्यो गाउँको बाटो पनि पिच बनेको छ पुरै हाइवे नै भएको छ यो चौतारीमा बसेको बेला सानो उमेरमा खेल्नुको लागि चाहिँ सबैभन्दा रमाइलो चाहिँ यो हुन्छ क्या पिपलको पत्तामा एकदमै रमाइलो यो चाहिँ यसरी बनाउने अनि यो यसो गरेर मलाई थाहा भएन मैले त्यस्तो बजाएको थिएँ मैले फलैचामा आएर पनि यस्तो मलाई कहिले आएन त्यतिकै आउने बस्ने मात्रै काम मेरो चाहिँ मागको चकचकी हुन्छ दादा त्यही भएर जे पनि आउँछ दादालाई पटेका बनाउँथ्यौँ भने यस्तो यस्तो काट्थ्यौँ हामी यो भाइ चाहिँ यहाँको खतरा मान्छे हो यस्तो दुलोदेखि कहाँ पुगेर आइदिन्छ यो भाइ कहाँसम्म पुग्यो अरे तिमी कत्रो बोल्ने अड्छु म पनि छिर्यौँ एकचोटि छिर्नु पर्यो कस्तो देखिँदो रहेछ है अगाडि हिँड नि त ए छिर्दिन म त अड्दिन तिमीले ढाँटे उहाँसम्म पुग्यो अन्त पुग्यो त म त बस्दै हिँड्नु पर्ने रहेछ नि त अप्ठ्यारो हुने रहेछ ल म चाहिँ जान सक्दिनँ अब हामी चाहिँ फलैचामा पनि बसिसक्यौँ अनि फलैचामा बसिसकेर अब भात खानु जाँदैछौँ पलाइसक्यो हामीलाई त्यो चक्च किन गरेको शरारती बच्चा चकचक गर्नुमा चाहिँ पिएचडी पास
गाली गर्नुहुन्न त्यहाँको अङ्कलले खेदाउनु भयो हामीहरू भयो बल्ली रहेछ त अनि भतिजी नि त अनि म त सक्दिनँ होला खाइले हाम्रो अर्को भ्लगर यता भ्लग बनाउँदै हिँड्दैछन् हाम्रो भान्जो पनि अर्को वर्ष बिहे हुन्छ अरे अनि अहिलेदेखि नै सिकाएको अरे हामी चाहिँ अब स्कुलमा गेमहरू हेर्नुको लागि रेडी भइसक्यौँ अनि जानु आँटेको यहाँ सफारी पनि आएको छ एकैछिन भान्जा जानुको लागि एकैछिन टाइम लाग्ने भयो अनि बाटोमा छ हामी चाहिँ अब स्कुल पनि आइपुगिसक्यौँ यहाँ सुरु हुनु आँटेको रहेछ अब एकैछिन हेर्ने चेसमा नाम पनि टिपाउने भन्ने सोचिरहेको छु अब हेरौँ के हुन्छ यो चाहिँ म सानो हुँदाखेरि पढेको स्कुल हो यसको धेरै वर्ष भइसक्यो भित्र नगएको यस्तो बेस्ट भ्लगर भएर चाहिँ यहाँभित्र गएर रिसर्च गर्नु मन छ मलाई अहिले त ठुलो भइसक्यो स्कुल पहिले हामी पढ्दाखेरि चाहिँ 5 सम्म मात्रै थियो यो स्कुलमा 4 सम्म यहीँ सानोमा यहीँ पढेको टाइम सुरु भयो फेरि रिस्टार्ट भयो टाइम फेरि गर्दै हुनुहुन्छ अलिकति गडबडी भयो जस्तो छ त्यस्तै लाग्यो टाइम सेट गर्दै हुनुहुन्छ यहाँ चाहिँ फेरि के इस्यु आए जस्तो छ फेरि गर्दै हुनुहुन्छ चेस चटपटे हामीले अब चटपटे नै खाइसक्यौँ अनि अब हामी चाहिँ बाइक हिजो बनाउनु दिएको थिएँ सबै मुसाले वायरिङहरू सब काटिसकेको रहेछ अनि अब बाइक ल्याउने अनि हाम्रो अब फेरि पानीपुरी खाने प्रोग्राम छ पानीपुरी खाएर के गर्ने पानीपुरी खानु भात खानु सुत्नु भात खानु ए उता जाने भनेको न बालेन बसेको भाइरल ठाउँ ए टिकट पनि बनाउनु फेरि अघि अनि हाम्रो काका चाहिँ काठमाडौँबाट किन आउनुभएको भने अरू काम त हुँदै गर्छ होइन अब काठमाडौँमा अब बालेन बसेको ठाउँ जानु पाइएन अनि त्यही भएर अब त्यही गएर फोटो खिच्न पाइन्छ कि भनेर बालेन बसेर फोटो खिच्छ